नमस्कार। आज विश्व मृगौला दिवस 2025। प्रत्येक वर्ष मृगौला दिवस मनाइन्छ। प्रत्येक वर्षको मार्चको दोस्रो बिहीबारको दिनलाई विश्व मृगौला दिवसको रूपमा मनाउने गरिएछ विश्वभरि। अब यो किन मनाइन्छ भनेदेखि विश्वका 8 देखि 10% एडल्ट पपुलेसन, वयस्क पपुलेसनहरूको मृगौलाले थाहा नपाइकनै मृगौला ग्रसित हुन्छन्, रोगको ग्रसित हुन्छन्। यो चाहिँ साधारण पिसाबको जाँच, रगतको जाँच गरेर पनि सुरुमै पत्ता लाग्न सक्छ भन्ने हिसाबले विश्व मृगौला दिवसको रूपमा सबैलाई सूचित गर्नको लागि यहाँहरूको समक्ष यो दिवस मनाइन्छ। अब वर्ल्ड किडनी डे किन गरिन्छ त? के हो त यसको भन्दाखेरि यो फोकस गरिएको छ कि सुरुमै यसको डिटेक्सन होस्, रोगको सिम्पटम्स आउनुभन्दा अगाडि नै यसले चाहिँ गर्ने नकारात्मक असरहरू बिरामीहरूलाई समयमै सजग बनाउनको लागि यो दिवसको रूपमा एउटा अवेरनेस अथवा चेतनामूलक कार्यक्रमको रूपमा यहाँहरूको समक्ष प्रस्तुत गरिन्छ। र यो वर्षको विशेष गरेर थिम भन्नाले आर योर किडनी ओके, अनि डिटेक्ट अर्ली, प्रोटेक्ट किडनी हेल्थ भन्ने एउटा नाराको रूपमा राखिएको छ। अब यो गर्दा गर्दै हामीहरूले किन मनाउने, कहिलेदेखि मनाएको छौँ? यो विश्व मृगौला दिवस भन्नाले 2006 देखि सुरु गरिएको हो र यसको एम चाहिँ के हो भनेदेखि एजुकेसन दिने अनि इन्करेज गर्ने, कुनै स्क्रिनिङ टेस्टहरू गर्नु पर्यो भनेर बिरामीहरूलाई अथवा साधारण जनताहरूको सामुमा र अवेरनेस ल्याइसकेपछि डाक्टर कहाँ जानुपर्ने हो कि अथवा अरू चिजहरूको केही उपचार गर्नुपर्ने हो, त्यसमा उहाँहरूलाई सुविधा बनाउने। किडनी डिजिज चाहिँ कहिलेकाहीँ हामीलाई थाहा नभइकनै डेभलप भइरहेको हुन्छ। त्यसकारणले सर्वसाधारणले पनि एउटा जेनरल हेल्थ चेकअपको रूपमा गराउन सक्नुहुन्छ। र अरूहरू जसलाई चाहिँ यो विशेष ध्यान दिनुपर्ने भन्ने जो प्रेसरका रोगी छन्, जो डायबेटिक छन्, जो फ्यामिली हिस्ट्री किडनी डिजिजहरू भएका छन्, जसको चाहिँ हार्ट डिजिज भएका र स्ट्रोक भएका पेसेन्टहरू छन्, जसको चाहिँ वेट बढी छ, अनि किडनी स्टोन र रेकरेन्ट किडनी इन्फेक्सनहरू भइरहेका छन् अथवा बारम्बार किडनीको इन्फेक्सनहरू भइरहेको व्यक्तिहरूको लागि विशेष ध्यान दिनुपर्छ। अनि अर्को चाहिँ जसले चाहिँ लामो समयदेखि औषधिहरू लिइरहेका व्यक्तिहरू, जस्तो पेन किलर, एन्टिबायोटिक्स, यस्ता व्यक्तिहरूले पनि बिचमा किडनीको टेस्टहरू गराइराख्नुपर्ने जरुरी हुन्छ। अब कस्तो टेस्ट गर्ने जेनरललाई भन्ने कुरो आउँछ। त्यो टेस्टहरूमा चाहिँ युरिनको टेस्ट गर्ने, जस्तो सिम्पल युरिन टेस्ट गर्न सकिन्छ, अथवा किडनीको लागि भनेर एसिआर भन्छ, एल्बुमिन क्रिएटिनिन रेसियो हेऱ्यो भने हामीलाई मोटामोटी किडनीको अवस्थाहरू पनि के छ भन्ने कुरो जानकारी गराउन सकिन्छ। साथै ब्लड टेस्टहरू गराउन सकिन्छ, जस्तो युरिया, क्रिएटिनिन, सोडियम, पोटासियम इत्यादि। अनि अरू त्यसबाट फर्दर केही चाहियो भने हामीले इमेजिङ भन्छौँ। इमेजिङ भन्नाले अल्ट्रासाउन्ड अथवा त्यस पछाडिका सिटी स्क्यानहरू पनि गराउन सकिन्छ। किडनीको हेल्थलाई कसरी मेन्टेन गर्ने त? पहिलो कुरो उहाँहरूले गुड हाइड्रेसन भन्छौँ। शरीरमा पर्याप्त मात्रामा पानीको मात्रा हुनु पर्यो। शरीर डिहाइड्रेटेड हुनु भएन। ब्यालेन्स डाइट खानु पर्यो विथ लट्स अफ फ्रुट्स, भेजिटेबल्स र कम सल्ट भनेको नुन र चिनीको मात्रा कम हुनु पर्यो। अब त्यस पछाडि आउँछ प्रत्येक व्यक्तिहरूको लागि उहाँहरूको आफ्नो ब्लड प्रेसर मेन्टेन गर्नु पर्यो, सुगर मेन्टेन गर्नु पर्यो। त्यसलाई गर्नलाई उहाँहरूले डाइट, एक्सर्साइज अनि
जसले औषधि सेवन गरिराख्नु भएको छ उहाँहरूले मेडिकेसन्स पनि गर्नु पर्यो। त्यो चाहिँ डक्टरको सल्लाह अनुसारले उहाँहरूले अगाडि बढाउनु पर्दछ। रेगुलर एक्सर्साइज यो धेरै इम्पोर्टेन्ट कुरा हो। यसले चाहिँ धेरै कुराहरूमा कन्ट्रोल गर्छ, जस्तो स्ट्रेस फ्याक्टर, प्रेसरलाई, सुगरलाई सबै मेन्टेन गराउँछ। अर्को स्मोकिङ र एल्कोहल पटक्कै गर्नु भएन। जसले गर्नुहुन्छ उहाँहरूले समयमै छोड्नु भयो भने किडनीको हेल्थलाई बचाउन सक्नुहुन्छ। र आफ्नो औषधिहरू जस्तो जो कोहीले पनि लामो समयदेखि पेन किलर खानुहुन्छ भनेदेखि त्यसको चाहिँ हामीहरू जुडिसियल युज भन्छौँ अथवा केयरफुल युज गरेर त्यो औषधिहरू खानु पर्यो र बिचमा किडनी टेस्टहरू गराउनु पर्यो। रेगुलर किडनी हेल्थ स्क्रिनिङ यसमा चाहिँ विशेष जोड दिनुपर्ने अवस्था आउँछ। अब यसको लागि चेतना कसरी गराउने त? किडनी हेल्थको लागि चेतना कसरी गराउने भन्दाखेरि अब हामीहरूले यस्तो चाहिँ इन्फर्मेसनहरू सेयर गर्नु पर्यो। अर्को चाहिँ यस्तो टेस्टहरू गर्नलाई हामीहरूले एन्करेज गर्नु पर्यो जनतालाई। अवेरनेस इभेन्ट्सहरू जस्तो जनचेतनामूलक कार्यक्रमहरूमा छ भने उहाँहरूलाई यस्तो कार्यक्रम हुँदैछ भनेर सूचित पनि गराउनु पर्यो। अनि अब यो सबै कुरो हुँदाहुँदै पनि उहाँहरूले हेल्दी लाइफ, हेल्दी किडनी हेल्थ लाइफलाई मेन्टेन गर्नु पर्यो उहाँहरूले। अब यति भन्दैछु मैले, यहाँहरूको स्वास्थ्य, किडनी फङ्सनहरू, किडनी राम्रो होस्। किडनीले गर्दाखेरि यहाँहरूको ओभरअल हेल्थलाई धेरै नै असर पार्छ। किडनी हेल्थ राम्रो भयो भने ओभरअल हेल्थलाई पनि धेरै फाइदा पुर्याउँदछ। अब यहाँहरूको समक्ष म के भन्न चाहन्छु भने हाम्रो हस्पिटलले के प्रोभाइड्स गर्छ त भन्दाखेरि हाम्रो हस्पिटलले सम्पूर्ण प्रकारको किडनीको टेस्टहरू प्रोभाइड गर्दछ। अनि कन्सल्टेसन विथ नेफ्रोलोजिस्ट, युरोलोजिस्ट र अल फिजिसियन्स, पार्टिकुलरली डायबेटिक डाक्टर्सहरूको पनि सेवा उपलब्ध गराउँदछ। यहाँहरूले कुनै पनि बेला आएर आफ्नो चेकअप गराउन सक्नुहुन्छ। र अन्त्यमा म यो भन्न चाहन्छु, मेरो मेसेज के हो भने तपाईको हेल्थ, किडनी हेल्थ राम्रो होस्। आफ्नो हेल्दी लाइफ लिड गर्नुहोस् र आफ्नो फ्यामिली, फ्रेन्ड्स, कम्युनिटीमा सबैलाई एन्करेज गर्नुहोस् किडनी हेल्थको बारेमा। र किडनी हेल्थबाट हुने डरलाग्दा रोगहरूबाट समयमै सचेत उपचार र त्यसको निदान गर्न अगाडि आउनुहोस्। यही मेरो शुभकामना छ। धन्यवाद।